सो अलराइट गाइज है हामीसँग चाहिँ फेरि पनि बजाजको पल्सर 220 आइसक्यो त्यो पनि 2021 को मोडल एबीएसमा रहेको छ फुल्ली फ्रेस कन्डिसनमा पछाडि चाहिँ हामीले रिसेन्टली नयाँ एमआरएफको टायर हालिदिएको छ ब्रान्डै युज गर्छ है गडा फेरि हामीले बाहिरको लोकल सोकल सामानहरू पनि युज गर्दैन तपाईँहरूलाई थाहा नै छ है हेर्नु चाहिँ अगाडि पनि एमआरएफको नयाँ टायर छ भनेपछि पछाडि पनि तपाईँको नयाँ टायर हालेको छ फुल सर्भिसिङ गरेर राखिसक्यो है बाइकमा एक रुपियाँ खर्च छैन आएर मजाले चेक गर्न सक्नुहुन्छ ओरिजिनल पेनमा रहेको छ पेन पनि हामीले हानेको छैन ल यो रिसेन्टली नयाँ हालेको टायर यो चाहिँ एमआरएफको ओरिजिनल हालेको टायर हो है एमआरएफको टायर हालिदिन्छ हामीले बाहिरको सामान पनि खेलाउँदैन है तपाईँको स्क्र्याचहरू पनि छैन हेर्न सक्नुहुन्छ है स्क्र्याचहरू पनि छैन बडी यो हल्का खुलियो होला त्यो आफ्नो ठाउँमा छ किनकि तपाईँको हामीले चाहिँ पेनहरू हान्दैन है बाइकमा त्यो भएर पनि हो बाइकमा एक रुपियाँ खर्च छैन आएर मजाले चेक गर्न सक्नुहुन्छ यो चाहिँ बजाजको पल्सर 220 एफ है 2021 को मोडल एबीएसमा रहेको छ है यतिको फ्रेस कन्डिसनमा चाहिँ मार्केटमै पाउँदैन होला त्यतिको फ्रेस कन्डिसनमा हामीसँग आइसक्यो है एकदमै फ्रेस कन्डिसनमा रहेको छ 2021 मोडलको एबीएसमा 20 लटको लिन चाहनुहुन्छ भने छिटोभन्दा छिटो कन्ट्याक्ट गर्न सक्नुहुन्छ लोकेसन पोखरा अमरसिंह चोकमा रहेको छ है हाम्रो चाहिँ एबीएसमा यतिको फ्रेस कन्डिसनमा पाउँदैन है झ्याप्प पाउँदैन है आएर मजाले चेक पनि गर्न सक्नुहुन्छ तपाईँले के कुरा चिट्टा बुझ्दैन भने त्यो पनि भन्न पाउनुहुन्छ इन्जिन वारेन्टी पाउनुहुन्छ नयाँ हेलमेट पाउनुहुन्छ है 6 महिना तपाईँलाई इन्जिन वारेन्टी हुन्छ अनि नयाँ हेलमेट हुन्छ है बाइकमा केही समस्या भने त्यो पनि भन्न पाउनुहुन्छ है ल चाहिन्छ भने छिटोभन्दा छिटो कन्ट्याक्ट गर्न सक्नुहुन्छ है लोकेसन पोखरा अमरसिंह चोकमा रहेको छ है